नाही नाही उहाँ हुनुहुन्छ संयुक्त युवा संघर्ष समिति धनुषाका संयोजक धर्मेन्द्र शाह। धर्मेन्द्रजी, तपाईहरूले व्यापारीहरूको तालाबन्दी गर्नुभएको छ, किन गर्नुभएको? हेर्नुहोस्, यो मधेसमा अहिले अधिकार प्राप्तिको आन्दोलन जुन चलिरहेछ त्यसमा राज्यद्वारा खास गरेर माओवादी, कांग्रेस र एमालेका घुसपेटियाहरूद्वारा हिजो जुन मोर्चाका साथीहरूका मोटरसाइकलमा आगजनी गरेका थियो त्यही विरोधमा हामीहरूले त्यो विरोधीहरूको पसलमा गई ताला लगाई त्यसलाई मधेस विरोधीको संख्या दिएर विरोधको कार्यक्रम गरेका थिए भने आज सम्पूर्ण स्कुल, कल कारखाना, बजार, होटल समेत पूर्ण रूपमा बन्दी गरेका छौँ र जबसम्म हाम्रो यो अधिकार, यो माग पूरा हुँदैन यो सङ्घर्ष जारी रहनेछ।